फाइनल वेलकम ब्याक अन माई न्यू भिडियो होइन हो कि होइन सबैजना सन्चै आएर हुन्छ र म एकदम सन्चै आएर हुन्छु आजको भिडियो चाहिँ भ्लग होइन आज चाहिँ च्यालेन्ज भिडियो रहेको छ च्यालेन्ज फेरि के रहेछ भन्दाखेरि रेड बुल च्यालेन्ज रहेछ अनि च्यालेन्ज चाहिँ कस्तो भन्दा एक हातले चाहिँ यो फुटाउनु पऱ्यो चाहिँ यसरी समुद्रीलाई फुटाउनु पऱ्यो जसले फुटायो चाहिँ त्यसले चाहिँ होइन 200 रुपियाँ क्यास पाइन्छ अनि यो पनि खान पाइन्छ फुटाएको होइन अब हामी चाहिँ मान्छे खोज्छौँ को पाइन्छ यसो है अब यता अङ्कलहरूबाट हामी ट्राई गर्छौँ भन्दा त अङ्कल यो तपाईँले एउटा हातले होइन यो फुटाइदिनु भयो 200 रुपियाँ पाउनुहुन्छ नि फुटाउनु भयो भने यसरी 18 यता उभिने त भिडियोमा त्यहाँ गाडेर जसरी गर्दा नि हुन्छ त एक हातले फुटाउने फुट्दैन होला नि सबैजना छ कि भिडियोहरूमा कति फुटा छ अब त्यो हातले गर्नु सकेन अङ्कलले चाहिँ हल्का ट्राई गर्नुभएको छ र यहाँ हल्का नङहरू गढी छ तर फुटाउन सक्नुभएको छ यो त जान्छ कि अरूहरूलाई अरू मान्छेहरू हामी खोजेको छौँ अहिले ताकतवरहरू ल हामीले अर्को पनि मान्छे पाएको छौँ त्यहाँ हेरेर यो च्यालेन्ज छ कि यो रेड बुल छ नि तपाईँले यसरी एक हातले फुटाउनु पऱ्यो 18 फुटाउनु सक्ने तपाईँ 20 रुपियाँ पाइयो नि खान्छ आज एक हातले यो नौसङ्गी गर्दा नि एक हातले फुटाउनु पऱ्यो 20 रुपियाँ प्राइस सानो पाइयो नि एकजना मात्रै टाइम ल फुटिसकेको रहेछ यो चाहिँ फुटिसकेको छ यहाँ दिन्छ हाम्रो साथीले गल्ती गर्यो फुटाइयो चाहिँ अब म खानेछु अझै किन्ने अझै यो चाहिँ मैले भुइँमा खसा थियो र यो हामीले फुटाएर खाइसक्यौँ अब हामी अर्को नयाँ हामी अर्को किन्न जानु लाग्छौँ फेरि अरूहरूलाई किने सोध्नेछौँ सुन्तला दिनु नि त हामीले हामीले एक्सट्रिम किने तर अङ्कलले हामीलाई सुन्तला दिनुभएको छ अब हेरौँ कस्तो राम्रो राम्रो सुन्तला ल्याउँछ हामी धेरै लिएको फ्रिजबाट हालिदिएर जित्नेलाई दिने सुन्तला जस्तो पनि दिन्न जसले यो फुटाउन सक्छ त्यसलाई सुन्तला दिन्छौँ हामी अब चाहिँ जाम मान्छे खोज्नु तपाईँले यसरी फुटाउन सक्ने अनि यो पनि खाने यो पनि खानु पर्ने ट्राई गर्नु नि ट्राई गर्नु 18 नङहरू नगर्नु ट्राई गर्नु पछाडि तपाईँले एउटा हातले त्यस्तो गरेर फुटाउनु सक्नु भयो भने एक्सट्रिम खाना पाउनु गयो नि 50 रुपियाँ पाउँछ सुन्तला पनि गर्मी गरेर एक हातले यस्तो गरेर त्यो नङहरू चाहिँ नअटाउनु नङहरू काट्नु पाएन जसरी फुटाउनु पायो त्यसरी पाइयो नङ तन्दुरुस्त लाग्ने त पनि लाउनु नडराइकन भ्याट्टै पारौँ कहाँ यता गएर त फेरि यहाँ पऱ्यो गाइस देख्न सक्नुहुन्छ अङ्कलले यहाँ कोसिस गरिरहनु भएको छ तर अनि यता चाहिँ हामी टक्क हाइवेमा समय यता हामी पनि देखाउनु टक्क भाइरल रोड भन्ने चिनिन्छ है यता अलिक फुट्ला भाइहरू कहाँबाट
भयो अब त लिमोलाई धेरै त्यो घाइते भइसक्यो गर्नु अङ्कल एउटा सुन्तला दियो यो अङ्कल कोसिस अब अर्को मान्छेबाट अङ्कल दीपक ब्लग तपाईँहरूले नै आउँछ ल सोधिसकेँ हाम्रो केटाले एक्सपर्ट हो नि सोध्नु एकछिन 2 मिनटको लागि ओके अन्त हामीले यहाँ एउटा दाइ भेटेछौँ ल यो दाइले चाहिँ ट्राई हान्छ होइन यो दाइ हामीले त्यो एउटा हात फुटाउनु पऱ्यो छ नि यस्तरी समातेर एउटा हात फुटाउनु भयो लङ लङ काट्नु भयो पनि खान पाउनु भयो 50 रुपियाँ नि पाउनु सुन्तला नि पाउनु ट्राई गर्नु प्राइज बेस्ट यस्तो गर्नु दाइ केही हुन्न ल 1 2 3 हेर सक्दैन तर तपाईँले एउटा रिवार्ड पाउनु ट्राई गर्नको लागि एउटा सुन्तला ल भिडियो भिडियो ल युट्युबमा आउँछ चाहिँ नि दाइ दीपक भ्लगमै हेर्नै आउँछ तपाईँको ल दाइ हस् ल सुन्तला हाल्नु नि दाइ ल हामी अब अर्को मान्छे खोज्न लागेको छौँ यहाँ ल अहिले चाहिँ हामी साथीहरू त अगाडि मान्छे पाइसकेको छौँ ओहो यहाँ हाम्रो साथीले भनिरहेको छ च्यालेन्जको बारेमा एक्सन तपाईँहरूले यस्तो गर्ने एक हातले फुटाउनु भयो नि एक्सन पनि खानु पाउनु भयो 50 रुपियाँ पाउनु भयो ट्राई हान्दा हुन्छ अङ्कल केही हुन्न ट्राई हान्नु नि एकचोटि केही हुँदैन ट्राई हान्दा तपाईँहरू एकजना जसले हान्नु ट्राई हान्नु एक हातले अङ्कल त्यो नङहरू चाहिँ नगाड्नु अट्ठाएर फुटाउनु नङ गर्न पाएन क्या यसरी फुट्लाइ ल ल ल सकिन्न भाइ ट्राई गर्नु भयो सुन्तला खानु अङ्कल ल अङ्कल अब हामी ट्राई गरिसकेको छौँ अङ्कल सक्नु भएन तर हामी अरू मान्छेहरू खोज्नेछौँ कोही न कोही मान्छे त हुन्छ तर यो फुटाउन सक्ने त्यसले यो र अनि रिवार्ड पनि पाउने छ ल जाउँ अहिले चाहिँ जसरी फुटाउनु पऱ्यो जस्तो तरिकाले अब चाहिँ यो फुट्न चाहिँ फुटेन ए हामीले नङ हान्न दिएको थिएनौँ नि अब चाहिँ नङ हान्न पाएँ जसरी पनि फुटाउनु पाएँ तर फुट्न पऱ्यो कि अब हामी चाहिँ ग्राउन्डतिर चाहिँ हिँड्दैछौँ अब ग्राउन्डतिर अब को पाउँछ कस्तो पाउँछ अब त्यहाँ हेर्ने लास्ट टाइम फुटेन नि हामी नि खाने त्यही गरौँला नि के हो त होला नि केटाहरू कस्तो खतरा देखेको मान्छे यहाँ आन्टीहरूलाई सोध्नु गइरहेको छ कोही हिँड्नु नि केटा यो भिडियो छ यता भिडियोमा आउँछ एक्सिन तपाईँले यस्तो गर्दा एक हात फुटाउनु सक्नु भने एक्सिन पाउनु भयो 50 रुपियाँ पाउनु भयो सकिन्छ नि आन्टी ट्राई गर्नु यस्तो गरेर ल हजुरले 2 हातलाई ल हजुरले हजुरहरूलाई 2 हातले गर्नु के एक हातले त सकिरहेको 50 रुपियाँ पाउनु भयो अनि यो एक्सट्रिम नि खानु पर्ने निचार्नु माथिबाट खोल्न पाएन है निचार्नु जतिसम्म निचार्नु दुईटेले बोलाउनु रियोले होइन हातले खानु पर्यो नि फेरि आन्टीहरू चाहिँ यहाँ च्यालेन्ज सक्नुभएको छैन तर ट्राई गर्नुभएको थियो अब चाहिँ हामी अरू मान्छेहरू खोज्छौँ को कोले सक्छ यो ल छिटो केही नि कि छिटो यो हजुरले होइन एक हातले फुटाउनु भयो यो हजुरले सक्दैन दाइहरू हुनुहुन्छ त यहाँ मात्रै कोही
नचेडी म यो हँसेर छप्पै हानिहाल्छु हातले भनेको हातले यसरी गर्दै ए हामीले यो चाहिँ कसैले फोन नसकेर चाहिँ हामीले चाहिँ आफैले नै टन पे टन फोड्छौँ होइन अनि फुट्यो नफुट्यो नि यति फुटाएर खाने ल अब हामी टन पे टन फोड्छौँ है फसल ल पहिला राजनले फोड्छ है ओए उनीहरूलाई यहाँ त नसक्छ नि छोड्दै मुझ धेरै उस नगर हामीले नि टनाउनु पऱ्यो सकिन छोड्दै ल राजन जा ए सक्छौँ जा हान ओए ल हान्ने जे होइन जति हातले हाने मैले ल नङ्ग्रेस ओए यसले त गर्दिन ओए रोक्न अलग खानु ओए रोक्न ओए ए ओए कस्तो पाल यसको त नङ दिएर खाम ए दिएन रन्डी गरे हाने फुटाइदियो किल त खाइदियो ओए टन्डो टान यसले फुट्यो फुटाएको चाहिँ तर खाने चाहिँ हामीले अब यसरी हान्यो यो पो फेमस हुन्छ त अँ नि राम्रो खाइ मलाई ल मलाई खुल्ला देखाउ त लास्ट गफ हान्ने त सोधे चाटी हान्न भने खाऊ ओए पैसा निकाल मा 50 ओए अनुहार 50 रुपैयाँको माल हो त यता हेर यो चाहिँ रहेको छ आजको हाम्रो अनुहार देखेन विजेता दिन सक्ने तपाईँहरू आजको भिडियो यति नै ल मिठो छोटोमा खतरा ल यति भन्ने Coming now, follow my lead. Coming now, follow my lead. I'm in love with the shape of you.